हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी फ्यामिली मिलेर गुन्डु घुम्न जाँदैछौँ। कस्तो छ थाहा छैन। गुन्डु टिकटकमा भाइरल थियो अनि टिकटकमा देखेर जाऊँ न त घुम्नको लागि भनेर घरमै खानेकुराहरू बनाएर म दुईटा बहिनी बाबु नानी अनि हस्बेन्ड मिलेर हामी जाँदैछौँ। अब चाहिँ हामी घरबाट निस्केको 11 बजिसकेको छ। अब हामी यहाँबाट निस्क्यौँ। हामी चाहिँ अब कस्तो रहेछ हामी भिडियोमा देखाउनेछौँ। अन्तिमसम्म भिडियो हेर्नु होला है त। निस्केको अब हामी देउरानी जेठानी दिदी बहिनी सबैजना फ्यामिली। कस्तो घाम चर्केको उल्टो भयो निस्केको अब फाइनली हामी। ओके कस्तो गर्मी आज तर बरै घाम छ। अनि हाम्रो यहाँको मेरो दुईटा बहिनी मेरो छोराछोरी मेरो हस्बेन्ड घुम्नको लागि तयारी। रश्मि बिन्दा चले स्कुटर र हटाउन त लाग्छ। अलि ब्याट्री सिक्यो भने कहाँ पनि जाने ब्याट्री यसको। ओके अनि हामी चाहिँ कहाँबाट महालक्ष्मी मन्दिरबाट हिँडेको। अब यो साटो बाटोमा यति जाम पर्छ नि। अनि यो साटो बाटोमा चाहिँ जहिले जाम पर्छ। धन्न कति मिनटपछि 2 मिनटपछि बल्ल जाम खुल्यो। गीत बजाउँ न यार रमाइलो हुन्छ। अब यतातिर चाहिँ बालकुमारीतिर चाहिँ होइन कहाँ बालकुमारीतिर चाहिँ यस्तो दामी बत्ती हालिरहेको छ नि। बल्ल आयो नि त अब काठमाडौँ सहर भने त अब हो नि त देख्ने। अब लाइट हालिसकेपछि पो दामी। अब रातिमा कम्ता दामी देखिन्छ यहाँ। अब यो बाटो बालेन सरकार आइसकेपछि अब हामी मेन हाइवे जाँदा जाँदै जाम परेको कारणले चाहिँ हामी भित्रको बाटो हिँड्दैछौँ। अब लगभग हामी चाहिँ 10 मिनट जतिमा पुग्दैछौँ। अब हामी चाहिँ गुन्डु भक्तपुर चाहिँ आइपुगेको छ तर लोकेसनमा चाहिँ आइपुगेको छैन। अब हामी चाहिँ कच्ची बाटोबाट हुँदै मेन पिच हुँदै राम्रो बाटो आइपुगिराखेको छ। अब चाहिँ हामी चाहिँ बिच बाटोमा चाहिँ ठाउँ बाटो नथाहा पाएको कारणले चाहिँ हामीले चाहिँ हाम्रो यहाँ दिदीहरूको सहायताको कारणले चाहिँ हामी अगाडि फेरि जाँदैछौँ लोकेसनतर्फ। हामी जाँदै हाम्रो लोकेसनमा चाहिँ यस्तो दृश्य देख्दैछौँ हामी। हजुरहरूले भ्यू पनि अलिकति हेरेर मनोरञ्जन गर्न सक्नुहुन्छ। जाँदा चाहिँ हामीले चाहिँ यहाँ चाहिँ यस्तो फार्मिङहरू गरेको ठाउँहरू पनि देख्न सक्छौँ। जस्तो कि यहाँ सागसब्जीहरू राम्रो। अब हामी चाहिँ लोकेसनमा आइपुग्न लाग्यौँ। हामीले चाहिँ बाटो बिर्सेको कारणले चाहिँ हामीले सोध्दै चाहिँ पुग्दै लागेको छौँ। हाम्रो यो मन्तली चौरमा चाहिँ हाम्रो एउटा मन्दिर पनि रहेको छ भन्ने चाहिँ थाहा पाएको छौँ। अब हामी त्यो मन्दिरको पनि दर्शन गरेर चाहिँ हामी चाहिँ यो चौरमा चाहिँ एकछिन रिफ्रेस भएर नानी बाबुहरूलाई पनि लिएर आएको कारणले चाहिँ एकछिन घुमाएर फ्रेस गरेर चाहिँ हामी रमाइलो गर्छौँ। अघि जुन मन्दिर भनेको त्यो मन्दिर चाहिँ यहाँ रहेको छ। हजुरहरूले पनि मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। हामी लोकेसनमा आइपुग्यौँ तर एक्ज्याक्ट लोकेसनमा नआएको कारणले चाहिँ हामीले सोध्नको लागि चाहिँ यहाँ मान्छेको सहायताको लागि खोज्दैछौँ। र साथै गर्मी पनि यति धेरै बढेको कारणले चाहिँ हामी हजुरहरू चाहिँ नझुकिनु होला। अगाडि त्यो मन्दिर आउने बित्तिकै नि हामी चाहिँ त्यहाँबाट सिधा गएर तलतिर झरेर चाहिँ आउनुपर्ने हुन्छ। यो चाहिँ अलिकति कन्फ्युजिङ बाटोहरू छ। यस्तो जब यति दुःख गरेर पानी परिरहेको छ यति दुःख गरेर आएको लास्टमा केही देखेन। खै मैले त भिडियोमा त कस्तो राम्रो देखेको थियो। कहाँ छ घुम्ने ठाउँ थाहा भएन तर यति बिचो क्या बिचमा मान्छेहरू त कति धेरै आउनु भएको छ नि। यति धेरै आउनु भएको छ तर सबै कन्फ्युज छ के यस्तो ठाउँ पो रहेछ। कति नै राम्रो ठाउँ होला भनेर कहाँ देखि आएको यार। तर साँच्ची भनेको हुन त माथितिर छ कि मलाई थाहा छैन तर यहाँ त मलाई मन नै परेन छ। केही त छैन केही। हट हो नो मान्छेहरू चाहिँ टन्नै आउनु भएको छ। बिचरा सबै कन्फ्युज के रहेछ। कस्तो लाग्यो ठाउँ
बहिनीहरूलाई कस्तो लाग्यो ठाउँ भन त लास्टै सरप्राइज भयो यार कति आएको हामी चाहिँ अनि यो गुन्डु राम्रो भन्नेलाई चाहिँ पाप लाग्छ यार अति त गर्नु हुँदैन नि कोही तल जाँदै हुनुहुन्छ कोही माथितिर खोइ कहाँ हो जाने खास एक्ज्याक्ट घुम्ने ठाउँ चाहिँ कहाँ हो कहीँ थाहा भएन यार म त पुरै कन्फ्युज भयो अब हामी जाने चाहिँ कता के कहाँ जाने हामी अब माथि जाने कि तल जाने कन्फ्युज कि माथि जाने कि तल जाने कहाँ हो घुम्ने ठाउँ नै थाहा भएन यार दाइले लोकेसन दाइले ठाउँ त हेर्नु जानुभएको तर कहाँ हो यस्तो अलमल्ली ठाउँ छ भिडियोमा त कस्तो राम्रो थियो त है हामी त अलमलमा पऱ्यौँ ल हाँसै लाग्यो कसम यस्तो पानी परिरहेको के फेरि भगवान् सबै छाता बोकेर आएको रहेछ हामी त छाता पनि ल्याएको छैन अब के गर्ने होला जान पर्यो अब जाने अब लास्ट अलमल बनाइदियो यार यत्रो पानी पर्यो हेर मलाई थाहा छैन मान्छेहरू यहाँ आएर कतिको इन्जोय गर्नुभयो यो गुन्डु चौराएर तर मैले चाहिँ अहिलेसम्म चाहिँ केही इन्जोय गर्नै पाइनँ यो सामान किन यति बिजोक एउटा पसल रहेछ चिउरा नपाउने चिउरा पनि होटलमा किनेर आउँदैछु बल्ल बल्ल रिक्वेस्ट गरेर होटलमा मागेँ तर सजिलो दिनुभयो त्यो धेरै रिक्वेस्ट पनि गरेन है त्यसपछि अनि चौर त्यो भिडियोमा देखेको चौर छ नि रोशन त्यो चौतारा हेऱ्यो भने देख्छ अरे कहाँ उता त्यता कता देख्छ अनि हाम्रो भिडियोमा त राम्रो थियो यहाँ किन नराम्रो भएको भनेर पसलको बेला सोधेको अनि भिडियोमा राम्रो देखेको त यत्तिकै हेर्न हो भने हुन त भिडियोमा त राम्रै देखिन्छ तर रियालिटीमा हेर्दाखेरि चाहिँ ओनोवाला छ यति टाढा आएर मलाई चाहिँ मन परेन मेरोमा चाहिँ त्यो डेटिङ आउनेहरूलाई चाहिँ बेस्ट होला सायद यहाँ कोही यस्तो छ फ्यामिलीहरू घुम्न जाउँला नि खासै मैले चाहिँ देखिनँ हिँड्यो अब बोका बोकेर घरबाट खानेकुराहरू बनाएर ल्याएको घरबाट हामीले के बनाएर ल्याएको छौँ मासु अनि अचार स्यालेड प्राउन अनि हाम्रै अनि मैले चिउरा निहरू अब केही लिएर आएन चिउराहरू किनेर खानु पऱ्यो भनेको चिउरा पनि होटलमा किनेको अनि त्यसपछि अब यता मासतिर के त पाइन्छ अरे अहिले मगाउन नभए अनि खानु पर्ला अब यहाँ अरू पनि हुनुहुन्छ रमाइलो गर्दै हुनुहुन्छ अब हामी जस्तै हाम्रो ग्रुपमा चाहिँ हामी यति छौँ हाम्रो गाडी चाहिँ उता साइडमा छ अब हाम्रो यहाँ सुरु भयो पार्टी सुरु भयो पार्टी ए हाम हे एक गुन्डु चौरे यहाँ पार्टी हो र अनि यहाँ चाहिँ अलिअलि के खानेकुरा पाइन्छ अरे यो ठेलामा अब के पाउँछ गएर म हेर्छु अब आफूले लिएर खानु पर्यो फर्स्ट यहाँ मालिक साहबको फेरि यहीँ खाना सुरु भइसक्यो फेभरेट वा हुनु त यस्तो गरेको चाहिँ राम्रोसँग अब खानेकुराहरू यहाँ राखियो ल भयो अब हामीले चाहिँ घरबाटै चिकन बनाएर लिएर आएको थियो चिकन त्यसपछि अचार प्राउन पापड चिउरा छ यहीँ लिएको कुरकुरीहरू के छ वगैरह खाजाहरू चिसोहरू छ अब चाहिँ इन्जोय गर्नु पर्ला यहाँ ठाउँ देखेर एकदमै हाँसिरहनु भएको छ यहाँ मान्छे हामी सबै कमेडी भइरहेको छ हाम्रो त साँच्चै चाहिँ के भनेको लास्टै स्क्याम भयो यार हाम्रो त मैले बनाएको चिकन चाहिँ यस्तो दामी हुन्छ नि मैले रेसिपी पनि राखिसकेको छु यस्तो दामी हुन्छ नि हाम्रो घरमा चाहिँ सबैको फेभरेट हो खाँदैनौ त्यत्रो अनि पप्राउन दिदीको साइडमा पनि दिदीहरूले त बसिहाल्छ अच्छा बक कोही त चेस पनि नगरी खाइसक्यो ल चेस ल हुन्छ जोला खाएको ल अब हामी चिकन कुरमुरे अचार जुस अनि वगैरह यहाँ के छ यहाँ छोड्दै अहिले ए मम्मी चाहियो उतारो काँटा भयो क्या मलाई त भयो 5 दिन पनि हुन्छ छोला बरी ए माचु यम्मी खाइ चाहिँ अनुहार अर्कै हुन्छ नि त फेरि ओइ वाउ
जाने आज बिस्कुट र दिउ हुन्छ यहाँ खाएर पनि सक्यो पेट फुट्ने गरेर मजाले खायो अब चाहिँ यहाँ बुढालाई आइसक्रिम चाहियो अरे अब आइसक्रिम यो खासै मिठो त हुँदैन तर के गर्नु बच्चालाई मनपर्छ अब आइया उठ्यो थकेलायो अब चाहिँ खाइसक्यौँ हामी अनि हामी देउरानी जेठानी मिलेर मस्त फोटो खिच्यौँ अनि मान्छे त थुप्रो आएको छ कि है रेसा कति धेरै आएको छैन न गाडीहरू मान्छेहरू कति बसिरहेको छ यसरी ड्राइभर देखाएको भए हुन्थ्यो खाजा खाएर बस्नेहरू त टन्नै हुनुहुन्छ कि तर मान्छे त थुप्रो आउनुभएको छ यतापट्टि जाम कि कहाँ जाम बिन्ता कहाँ गयो खोइ तर यति बस्ने जस्तो ठाउँ चाहिँ छैन है मलाई चाहिँ त्यस्तो खासै लागेन धेरै टाढाबाट आउनेलाई चाहिँ हामीलाई चाहिँ अलिक गाह्रै रहेछ अब वरिपरिलाई त ठिकै छ नि हामी बसेको ठाउँ यता यहाँ थकेला माथि चौर छ अरे भनेको छ हेरौँ कस्तो के चौर हो अब यतातिर हेर्न जाऊँ एकचोटि अब सर घुमेर घर जानुपर्छ लिएर हो अब के गर्नु यहाँ आएको फाइदा चाहिँ मेरो एउटा पनि भइरहेछ है मेरो जुत्ता चाहिँ यस्तो बिजोग बनाइदियो बिजोग भयो कस्तो राख्नुपर्छ अब फोहोर त ओभरै हुँदैछ नि यस्तो आफूले खाएको त आफै राखिदिनु नि है कति धेरै फोहोर गरेछ यार आफूले खाएको प्लास्टिकहरू चाहिँ सबै भाइरल भएको चौर चाहिँ सायद यही हो पक्का पनि ए गुन्डु चौरको चौर चाहिँ यही रहेछ खासमा जस्तो लाग्यो है मलाई चाहिँ सबैजना बसेर ए कोही त आगो फुकेर पनि आमा बाल रमाइलो रे के भिडियो ओके यति धेरै फोहोर चाहिँ यो चाहिँ अति गर्दैछन् क्या यहाँ त्यो चाहिँ मन परेन यार मलाई कसम म यहाँ पुगी यति गुन्डु चोर हामीले भिडियोमा देख्ने गुन्डु चोर भनेर चाहिँ माथिपट्टि साइडमा नै रहेछ मान्छे झुक्किने रहेछ यो ठाउँमा साइडमा रहेछ अनि एउटा चाहिँ माथिपट्टि रहेछ एउटा तल प्लेन छ अरे प्लेन भएको कोठामा चाहिँ म अहिले गएको छैन जाने बाँकी छ त्यसपछि उतापट्टि पनि छ अलिअलि चौर उतापट्टि त खासै राम्रो देखिँदैन तर यता चाहिँ मान्छे सबैजना यता आउनु हुँदो रहेछ यो ठाउँमा चाहिँ धेरै नै हुने रहेछ मान्छेहरू थुप्रो हुने रहेछ सबै खानाहरू बनाएर ल्याउने अथवा प्याक गरेर ल्याउने बाहिरबाट किनेर त्यसपछि यहाँ बसेर खानु हुँदो रहेछ फ्यामिलीहरू मिलेर आया थकेला यहाँ उकालो आएर अनि यो ठाउँ राम्रो रहेछ त्यो राम्रै रहेछ भनौँ यता चाहिँ ठिकै रहेछ तलतिर भन्दा आएपछि यहाँ आएर बसेर खानालाई आनन्द राम्रै रहेछ तर फोहोर चाहिँ अति गरेको के फोहोर चाहिँ सफा गरिदियो हुन्थ्यो यार खानेहरूले त्यो चाहिँ अति गरिदियो चाहिँ मलाई मन परेन माथि मजाले जङ्गलहरू छ अनि हटेटिङ जाने मान्छेहरू त माथि जान्छन् होला त्यसपछि अनि हामी अनि फ्यामिली ग्रुपहरू चाहिँ सबैजना यसरी बस्नु हुँदो रहेछ टन्नै मान्छेहरू त माथि टाढा यतापट्टि पनि छ चौर यता माथि पनि त्यता त्यो चौर चाहिँ ठाउँमा रहेछ भनौँ न यता चाहिँ रहेछ त्यसपछि चाहिँ अनि यसरी बसेर साइडमा बस्ने खाने गर्नु हुँदो रहेछ गुन्डु चौरमा अनि अरू त सबै ठिकै नै छ अरू राम्रै छ भनौँ अनि यहाँ माथि बसेर खानु हुँदो रहेछ बस्नु हुँदो रहेछ यही चौर रहेछ ठिकै नै छ त्यस्तो वाउ भन्ने पनि छैन गुन्डु चौर यही चौर जस्ट हुँदा नामै गुन्डु चौरै रहेछ एउटा रहेछ अरू ठिकै रहेछ त्यस्तो अरू त खासै केही देखेन एउटा यहाँ मस्किँदै आएको हो मैले चिनेन आइदियो फेरि घुम्दैछन् फेरि कोही ओस् अब चौर घुमिसकेपछि यहाँ चटपट रहेछ अब हामी यहाँ गएर चटपट खान्छौँ चटपट खाएर चाहिँ अब त्यो प्लेन बाटोमा गएर चाहिँ हिँड्नुपर्छ अब घरतिर यार थकिला यो काँक्रो खायो हामी त चटपट खाएनौँ हेल्दी अनि एउटा चाहिँ यहाँ प्लेन क्र्यास भएको ठाउँ रे हो अनि यो सायद पछि बना होला यो त अनि एउटा चाहिँ यो रहेछ यहाँ नि आउने रहेछ घुम्नलाई एकचोटि पोहोर परारको अहिले भाइरल भएको थियो यो ठाउँ चाहिँ अन्त भत्काएर यस्तो भइसक्यो रहेछ अनि यहाँ नि घुम्ने फोटो खिच्ने रहेछ मान्छेहरू ल भाइरल प्लेन पनि आइपुग्यो फाइनल्ली माइ गड अब चाहिँ पुग्यो यार अति घुम्यो अति यताउता कता गयो खायो पुग्यो अब आजलाई
ल गाइस पलेन हेरेर आइयो होइन गाइस भिनाजु कति हेर्नु भएको त्यो पलेन जति हेऱ्यो नि त त्यस्तै हो हेलो पलेन हेरेर आएको अरे सबैजना गाइजहरू घुम्यो सबै ठाउँ घुम्यो अब यो छोरी पलेन हेऱ्यो पलेन ल्याऊ छोरी लास्ट टाइम आएको हो यो फर्स्ट टाइम लास्ट अब म नआउने भिनाजु के हेरेर आउनु भएको हेरेर आउनु भएको छोरो यदि फ्यामिलीहरूसँग यसो केही घरमा खाना बनाएर यसो चौरमा घुम्न आउन मन लाग्छ भने चाहिँ आउँदा हुन्छ ठिकै छ राम्रो नै छ जङ्गलहरूको हरियाली छ राम्रो छ अनि हामी चाहिँ अब फर्किन लागेको ठिकै नै छ भनौँ न अनि त्यसपछि चाहिँ अनि फर्किनुभन्दा अगाडि चाहिँ एउटा ग्रुपसँग जोइन भएर हामी चाहिँ हामी डान्स गऱ्यौँ एकछिन इन्जोय गऱ्यौँ घुम्यौँ मजाले रमाइलो गरेर चाहिँ फर्क्यौँ यहाँबाट चाहिँ यहाँ मजाले एकछिन नाच्यौँ एकछिन खेल्यौँ उहाँहरू पनि फ्यामिली आउनु भएको रहेछ फ्यामिलीहरू इन्जोय गरिरहनु भएको रहेछ अनि यहाँ बहिनीहरू पनि जोइन भएर डान्स गर्दैछ अनि यहाँ पनि बच्चाहरू रहेछ बच्चाहरूलाई बच्चाहरूले मनपर्ने त्यही भएर हामी चाहिँ बच्चाहरूसँग एकछिन बच्चाहरू पनि मजाले खेल्यो उनीहरू बहिनीहरू पनि मजाले एकछिन डान्स गर्यो त्यसपछि चाहिँ रात परिसकेको थियो 5 बजिसकेको थियो त्यसपछि हामी एकछिन डान्स गरिसकेपछि चाहिँ यहाँबाट फर्किनलाई तयार भयौँ तपाईँहरू पनि फ्यामिलीहरूसँग आउन चाहनुहुन्छ भने चाहिँ ठिकै छ गुन्डु धेरै टाढाबाट आउनलाई चाहिँ अलिक गाह्रो नै हो त्यति धेरै राम्रो होइन नजिक वरिपरि हुनुहुन्छ भने चाहिँ भक्तपुर नजिकै हुनुहुन्छ भने चाहिँ आउँदा हुन्छ मेन हाइवेबाट सूर्य विनायक चोकबाट माथि मन्दिर गणेश मन्दिर जाने बाटोबाट आउँदा चाहिँ ठिक हुने रहेछ त्यहाँ म्यापमा हेरेर आउनु हुँदा हुन्छ गुन्डु चोक भनेर म्यापमा हेऱ्यो भने पनि सजिलै आउँछ लागिसक्यो पुग्यो अबलाई चाहिँ हामी चाहिँ अब गाडी पनि चढिसक्यौँ ड्राइभर दाइ अब पुग्राउने त गन्तव्यसम्म मक्कै हाम्रो ड्राइभर दाइ मेरो बुढो मक्कै अनि त्यसपछि चाहिँ अब हामी फाइनल्ली यो ठाउँ पनि छोडेर जान लाग्दैछौँ अब यस्तो राम्रो जङ्गल छ आनन्दको सरर हावा सरर चिसो मान्छेहरू चाहिँ घुमेर सबैजना फर्किँदैछन् यसरी राम्रा राम्रा तरुनीहरू कुन चाहिँ मन पर्यो भन्दा फरक्कै पर्दैन चिलाउँछ यसले नानीहरू अहिले हरालो रखेर लान यो त पाइल बाबातिरबाट पो भन्छ हो त्यही हो यहीबाट गयो हामी यहीबाट आएको हामी समाचार मात्रै आउँछ दाइको मोबाइलमा ए उयसबाट त यस्तोमा सरले कस्तो राम्रो देखेको हौ भ्यू गणेश मन्दिरबाट यो सूर्य विनायकको हामी चाहिँ अब घर आइपुग्न लाग्यौँ अब चाहिँ हामी घर आएको तपाईँहरू पनि यति गुन्डु जानु मन छ भने जानु होला र मेरो यहाँसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ